हेलो गाइज, आज धेरै पछि आइसकेको छु तपाईँहरूको लागि नयाँ रियाक्सन भिडियो लिएर। अनि म आज लास्टै ढिला भयो। आजकल म रियाक्सन भिडियो पनि त्यति बनाउन पाइरहेको छैन, खै मेरो मुड अफ भएर नि होला है। अनि मेरो भ्युज पनि त्यति खासै नआएर पनि होला है, किनकि राम्रो रियाक्सन पनि भइरहेको छैन, त्यही भएर नि भ्युज आएको छैन। के भए मेरो मुड अफ छ आजकल। त्यही पनि म तपाईँहरूको लागि नयाँ रियाक्सन भिडियो लिएर आइसकेको छु, तपाईँहरू टेन्सन नलिनु। अनि आजकल जाडो पनि डेन्जर बढ्यो होइन, अनि त्यही भएर नि मलाई मुडै आइरहेको नि क्या जाडोले गर्दाखेरि नि। अनि आज चाहिँ म नेपाली फिल्मको ट्रेलर आएछ, गोबर गणेश भन्ने फिल्मको। अनि यो फिल्म चाहिँ बल्छी धुर्पे जस्तो लागेको थियो मैले यस्तो थम्बनेलमा हेर्दाखेरि चाहिँ होइन। मलाई थाहा छैन है फेरि त्यो के हो, बल्छी धुर्पे जस्तो लाग्यो मलाई चाहिँ। ओरिजिनल नाम त थाहा छैन उहाँको। ल हेरौँ कस्तो रहेछ, रियाक्सन गर्छु है त। रेडी, सुरु नगरी ढिला नगरिकन 3, 2, 1 start. OSR Digital, entertaining the nation. कस्तो दामी लाग्छ कि यस्तो ठाउँ, यस्तो दामी लाग्छ कि मलाई यो हिमाल देख्ने ठाउँ। बवाल हो यार। हाम्रो सरको र मेरो पनि उस्ता भयो काम चाहिँ। कसरी उस्तै छ भन्छ गुरु त हो नि। गोबर, त्यही भएर यसलाई गोबर गणेश भनेको। हाम्रो आमालाई यो कानको उहाँले एकदमै राम्रो गरिरहनु भएको छ, मैले सुनेको थिएँ यस्तो इन्टरभ्यू हेर्दाखेरि। किनकि उहाँले अहिले फिल्महरू पनि आफैले बनाउनु थाल्नु भएको। माडबारी लाउँदा चाहिँ फिल्मको हिरोइन जस्तै देख्ने होला। खुब आँखा लगाइरहेछस्। मेरो साथ छन्जेल त तैँले छुनु पनि पाउँदैनस्। नेपाल आमा छोराको माया त दामी हुन्छ है फेरि। शान्ति क्षेत्र हो, बन्दुक पड्काउन मिल्दैन। बन्दुक त के कारणले पड्किन्न भन्ने कुरा त मलाई थाहा छ नि। भाइ त मेरो छोरो भन्न पनि लाज लाग्छ। आमाको कानको यो बेचेर चाहिँ काठमाडौँमा रमाइलो गर्नुपर्छ है केटा। पदम पनि हुनुहुनेछ नि त आमा, पदम दाई एकदमै यार। मान्छे त कहाँबाट कहाँ पुग्नु भएपछि पदम दाई। ल दिशा पिसाब गर्ने ठाउँ पछाडि। के भन्नु भयो र? दिशा पिसाब गर्ने ठाउँ पछाडि भने। दिशा गर्ने ठाउँ मात्रै पछाडि, पिसाब गर्ने ठाउँ अगाडि। ओ हेलो हाय हाय हेर्तेरो दाइलाई हातैमा घडी मिलेको बडी आँखैमा चस्मा पुरो बुझ खासमा सब कुरामा अलवेज पर्फेक्ट। के छ केटा हो, मैन त मर्यो त। यामा मैले त काम गर्न थालेँ नि त। के काम गर्लाइस् नि? आनन्दरी गाडीमा चन्नियो सरर गुडेर हिँड्ने। बाबु यो त गुन्ने होइन रहेछ नि आमा, उड्दो पनि रहेछ। ए उड्दो पनि रहेछ। उडा बाबु उडा, तेरो बाउको अगाडि उडाएरै देखाउनु पर्छ। इन्दुलाई साइड हान्ने विचार गरेछ क्या? हलदारको छोरो हान्नु परेपछि के को साइड, फ्रन्ट नै हान्ने हो नि। यसरी रक्सी खाएर हिँड्नलाई कसले सिकायो? खाए त तेरो बाउ मैले खाए। मेरो जिन्दगी पनि तैँलाई समात्दै जाने भयो। साला गुरुङको छोरा बुझिस, साथीको लागि गर्दन पनि दिन्छु। रिस उठ्यो भने नि तेरो गर्दन पनि लिन्छु बुझिस। जा निस्केर जा। गाउँको त्यो चुप्रोबाट ल्याएर काठमाडौँमा घर बनाएर राख्छु भनेको थिएँ तिमीलाई, तर आज पशुपतिको बास भयो आमा। सबैको अन्तिम बास त यही त हो नि, मात्रै कोही केटीले। तर म पशुपति छिरेँ भने चाहिँ ठ्याक्कै यही ठाउँमा बस्छु होइन। अनि त्यो तल हेर्छु कि अब माहौल कस्तो मजा आउँछ कि त्यो फिल। मलाई हरेक वर्ष काठमाडौँ जाँदाखेरि म जहिले पनि पशुपति छिर्दाखेरि होइन, यही ठाउँ चाहिँ मेरो फेभरेट हो। कोहीको चाँडो
माघे सङ्क्रान्तिको दिन ल माघे सङ्क्रान्तिको दिन चल्ने रहेछ फिल्म चाहिँ गोबर गणेश होइन। अब मलाई यो फिल्म चाहिँ एकदम टची लाग्यो किनकि आमा र छोराको विषयमा रहेछ, एउटा छोराले स्ट्रगल गरेको कुरा होइन। अब कति मान्छेहरूसँग मेल खान्छ यस्तो खालको स्टोरी, अनि त्यो हुन्छ अलिकति फिल अलिक भित्रैबाट मन दुख्छ होइन यस्तो फिल्म हेर्दाखेरि। अनि फिल्मको ट्रेलर हेर्दाखेरि चाहिँ मलाई के लाग्यो भने एउटा नेपाली फिल्ममा पनि अब बिस्तारै बिस्तारै ग्रोथ हुँदैछ है, स्टोरीहरू एकदमै त्यो हामीलाई रिलेट हुने कुराहरू आइरहेछ। मैले धेरै लगभग 2-3 वर्ष भयो यस्तो टाइम यस्तो फिल भएको मलाई चाहिँ है। अनि त्यही हो, अब मैले त्यति ढिला नगरिकन अब नेक्स्ट भिडियोमा म तपाईँहरूलाई फेरि भेट्छु, धेरै बोल्दिनँ। अनि गोबर गणेश हामी सबैजनाले हेर्न जानुपर्छ है, माघ 1 गते फिल्म एकदमै राम्रो बने जस्तो लाग्छ मलाई चाहिँ है ट्रेलर हेर्दाखेरि। तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि म फेरि नेक्स्ट भिडियोमा फेरि आउँछु तपाईँहरूलाई नयाँ रिएक्सन भिडियो लिएर। अहिलेलाई म बाई बाई।